इन्डियासँगको म्याचमा चाहिँ यिनीहरूले फिल्डिङ नगर्ने अरे, यिनीहरू ब्याटिङ मात्रै गर्ने अरे अनि जाने अरे। त्यस्तो नि पाइन्छ गली क्रिकेट खेले जस्तो। भर्खर एउटा ठुलो न्युज आएछ आइसिसी वर्ल्ड कप T20 जुन अब हुन आँटेको छ 2026। अब फेब्रुअरी 7देखि सुरु हुँदैछ। त्यसमा चाहिँ पाकिस्तानले गली क्रिकेट जस्तो एउटा अनाउन्समेन्ट गरेछ। त्यसमा पाकिस्तान क्रिकेटको त्यो पाकिस्तानको गभर्मेन्टले के भनेछ भने द गभर्मेन्ट अफ द इस्लामिक रिपब्लिक पाकिस्तान ग्रान्ट्स एप्रुभड टु पाकिस्तान क्रिकेट टिम टु पार्टिसिपेट इन द आइसिसी वर्ल्ड कप T20 2026 भनेको चाहिँ आइसिसीको वर्ल्ड कप 2026मा पार्टिसिपेट चाहिँ गर्ने भयो अरे टिमले। तर हाउएभर द पाकिस्तान क्रिकेट टिम सेल नट टेक द फिल्ड इन द म्याच सेड्युल अन 15 फेब्रुअरी 2026 अगेन्स्ट इन्डिया। मतलब कि यिनीहरू ब्याटिङ मात्रै गर्ने फिल्डिङ चाहिँ नगर्ने। यहाँ के भनेको छ, पाकिस्तान क्रिकेट टिम सेल नट टेक द फिल्ड भनेको फिल्डिङ नगर्ने पाकिस्तान क्रिकेट टिमले। इन्डियासँगको म्याचमा चाहिँ यिनीहरूले फिल्डिङ नगर्ने अरे, यिनीहरू ब्याटिङ मात्रै गर्ने अरे अनि जाने अरे। त्यस्तो नि पाइन्छ गली क्रिकेट खेले जस्तो। अचम्मको डिसिजन गरेछ यार। फिल्डिङ चाहिँ नगर्ने ब्याटिङ मात्रै गरेर जाने अरे। लु त गाइड सेयर गरेर पाकिस्तानलाई भनिदिनु त ब्याटिङ मात्रै गर्न पाइँदैन, वर्ल्ड कप हो गली क्रिकेट टिमको क्रिकेट होइन भनेर। अचम्म ब्याटिङ नगर्ने फिल्ड इन के भनेको छ, सेल नट टेक द फिल्ड इन द म्याच भनेको छ। भनेको के हो बुझ्नुभयो नि होइन, फिल्डिङ मात्रै गर्दैनन् अरे, ब्याटिङ चाहिँ गर्छन् अरे, फिल्डिङ चाहिँ इन्डियाले मात्रै गर्नुपर्ने अरे। यो त हामीले गलीमा क्रिकेट खेल्दाखेरि मन परेन नि, ब्याटिङ मात्रै गर्छु फिल्डिङ नगरिकन हिँडिदिन्छु भने यस्तो भएन। लु सेयर गर्नु त, यो पाकिस्तानसँग पुऱ्याउनु त यसलाई। फिल्डिङ मात्रै गर्न चाहिँ नमान्ने, ब्याटिङ चाहिँ गर्न पाउने, त्यस्तो नि हुन्छ।